Hey guys, it's 5 AM in the morning हैन अनि आज चाहिँ हामी घुम्न जाँदैछौँ कुलेखानी। कुलेखानी म गइसकेको छु एम्टी राइड हैन अनि मैले भ्लग पनि हालिसकेको छु। बट आज चाहिँ म कलेजको साथीहरुसँग जान लाग्यो हैन कुलेखानीमा अनि त्यसपछि बाकी त यु गाइज विल इन्जॉय फर स्योर। ओके लेट्स गो। A few moments later. अब सल्लाह म 15 मिनेटदेखि कुदिरहेको थिएँ। केटोले जुत्ता लाउँदै छु म आइसके भनेको अलरेडी 10 मिनेट भइसकेको थियो। सो मसँग अरु केही थिएन उपाय हैन त्यहाँ वेट गर्नु बाहेक। सो मैले हल्का सिनेम्याटिक शट्सहरु हान्न स्टार्ट गरे। मान्छेलाई यहाँ ढिलो भएर आधी घण्टादेखि कुरिरहेछ मान्छेहरु हैन केटाहरु। यो मुला हल्ली हल्ली लिन्डिङ आइराछ बे। I'm afraid of this video.
एउटा ठाउँमा आइपुगेको छौँ। अनि अब चाहिँ यहाँनिर के हो भन्दाखेरि मेन चाहिँ डोजरले चाहिँ नि बाटो बनाएर आएको रहेछ होइन। त्यसले गर्दाखेरि चाहिँ बाटो पुरै रोक्थ्यो हामीलाई, मस्त खिचिरहेको छ डोजरले चाहिँ। सो एकछिन चाहिँ अहिले वेट गरेर आएको। अब लगभग यो एकैछिन बनाइसकेपछि चाहिँ हामी सिधै जान्छौँ होइन। अनि त्यही अब आज चाहिँ भने चिलमा बोटिङ गरिन्छ, मजाले बोटिङ गरिन्छ, आनन्दले बसिन्छ। अनि यो आउने बेला नि देखाइदियो त। योसँग चाहिँ कस्तो भने पहिला एकचोटि कतिचोटि भयो हामी आएको, दुईचोटि भयो सुधा होइन, दुईचोटि राइडमा गएको चाहिँ 3चोटि भयो। फर्स्ट भने ककनीको भ्लगमा यसलाई देख्नु भएको थियो होइन। अनि त्यसपछि उसको भ्लगमा पनि सँगै गयो हामी एमटीको राइडमा पनि। अनि आजको भ्लगमा फेरि हामी आउँदैछौँ कुलेखानीमा होइन। सो त्यही हो जस रमाइलो भएर चाहिँ अहिलेसम्म चाहिँ बाटो चाहिँ अहिलेसम्मको चाहिँ एकदमै ठिक हो है, पुरै ढलान गरिसकेको छ। मेन चाहिँ अहिले अब यहाँ चाहिँ बाटो यति खत्तम छ होइन, त्यो गोदाले खनेर गोदाले तेलेर दियो बनाएको छ। ओके अब सबैजनालाई हेरेको माकी छु। अब सिधै गएर कुलेखानीमा भेट्नुपर्छ, बोटिङ गरेको डाइरेक्ट भिडियो खिच्नुपर्छ अब। पिस आउट। मल्लजी के छ? भिडियो भर एउटा फोटो राम्रो खिच्यो न हो। सो यता हेर नि त एकचोटि मल्ल, कति खुसी लागेको छ तिमीलाई भन न। होइन चितलाङ आइपुग्यो बिहान 5 बजी तिमीलाई मैले अचानक फोन गरेर चितलाङ के अरे कुलेखानी जाउँ मर्कु जाउँ भन्दाखेरि केटो नाइ चाहिँ भनेन होइन, होइन त। तर आफ्नो लागि भने मेरो लागि त होइन होइन, ऊ घुम्न पाउँछु भनेर। अरे अरे सो द्याट्स इट गाइजहरू। अब के भन्ने, म त एकदम खुसी छु है, किनकि दोहोऱ्याएर तेह्राएर फेरि आउनु पाएँ मार्कु। लाइक मेरो एउटा इच्छा मेन भनेको चाहिँ नि म हजुरआमालाई लिएर आउनु चाहन्छु एकचोटि होइन, हजुरबा हजुरआमा लिएर आउनु चाहन्छु। त्यसको लागि चाहिँ एउटा गाडी बुक गर्छु होइन। अनि सिम्पली म अब भ्लग नै गर्दै पनि आउँछु, 2-4 दिन पनि नभनौँ होइन, 2-4 हप्ता एराउन्डमा म पक्कै पनि हजुरबा र हजुरआमा लिएर एकचोटि मार्कु चाहिँ आउँछु होइन। अनि बोटिङ गराउँछु हजुरबा हजुरआमालाई। मिलेसम्म त ड्याड मम सबैजना लिएर नै आउँछु होइन, बट अलि ड्याडी ममको मिल्दैन होला, त्यस कारणले गर्दाखेरि चाहिँ हजुरबा र हजुरआमालाई चाहिँ लिएर म 100 आउँछु होइन। सो त्यही नै लास्ट खुसी लागेर चाहिँ अब सायद ठिक होइन। अनि आइपुग्यौँ सबैजना फाइनली। अनि अब खानपिन गर्ने, अनि त्यसपछि मेन अर्को भनेको चाहिँ हामी बोटिङ जाने हो होइन, बोटिङ गर्ने हो। अनि मोटर बोटिङ गर्ने भनेर सोचिरहेको हो मेन चाहिँ होइन। सो मोटर बोटिङको लागि चाहिँ त्यहाँ माथि गएर टिकट काट्नुपर्छ, यता माथि छ होइन, टिकट काट्नु सक्छ यता माथिपट्टि छ। अहिले पनि आएको छु नि त, सो आई नो यहाँनिर कहाँ कहाँ के छ भनेर चाहिँ होइन। सो मैले भ्लगमा पनि भनिसकेको, अभियसली यु गाइज नो एभ्रिथिङ। मात्र डिफ्रेन्स भनेको चाहिँ नि अहिले चाहिँ अलिकति कोरोनाको कारणले गर्दाखेरि चाहिँ अलिकति सबै उयोहरू चाहिँ खाली खाली टाइपको छ क्या। बोटिङहरू हेर्नु भने बोटहरू हेर्नु भने जम्मा 2-3टा मात्रै बोटहरू छ होइन, बाँकी चाहिँ नर्मल मोटर बोट एउटा मात्रै देखेको थिएँ मैले, त्यो उता राउन्डमा लगेको छ। सो त्यस कारणले गर्दा बोटिङको लागि चाहिँ अलिकति हामीले अगाडि नै टिकट काट्नुपर्छ जस्तो लागेको छ मैले। सो विल सी द्याट टु होइन, केही छैन, हामी त्यो पनि हेरौँला। किसन दोस्त, किसन दोस्त, याम दोस्त। ओके सो अब एउटा अलिक अग्ले ट्राइपड चाहिन्छ हाम्रो किसन दोस्तलाई खिच्नको लागि होइन दोस्त। ओके सो कतिको रमाइलो लागेको छ दोस्त? अब बबाल लागेको छ दोस्त, बाटो चाहिँ अलिकति गाह्रो थियो, हाई चेतना भ्यू चाहिँ खतरा छ, रमाइलो फिल भइरहेको छ होइन यस्तो हेर्दाखेरि। हजुर दोस्त, जल मोटर बोटिङ गर्ने कि नर्मल बोटिङ गर्ने दोस्त? जुन गऱ्यो नि दोस्त मलाई त होइन खासै फरक पर्दैन, तर मोटर बोटिङ अलिकति नयाँ एक्सपिरियन्स जस्तो लाग्यो मलाई। त्यो चाहिँ हो, नर्मल बोटिङ त गरेर आयो होइन। नर्मल बोटिङ त अब जहाँ गए पनि नर्मल बोटिङ नै हुन्छ होइन दोस्त। घामले पोल्यो मलाई चाहिँ होइन, ल सियो यहाँ चाहिँ तल्लाई घामले बच्चा यो मे यो गोरे गोरेको गोरे र कालेको नाति गोरेहरू भने खैरिनीहरू बसिरहेको छ नि त त्यो। ओके सो तँसँग 2चोटि भइसक्यो यार चितलाङ, यही ठाउँमा भ्लग गरे सेम ठाउँमा 2चोटि, सेम ठाउँमा भ्लग गरेको 2चोटि भयो। योपालिको एक्सपिरियन्स अलिकति डिफ्रेन्ट छ, एक त खाली छ यो एरिया होइन, अलिकति शान्त पनि छ किनकि लास्टै उ थियो क्राउडेड हामी आउँदाखेरि। त्यो बेला आउँदा त 12-1 बजे थियो,
अहिले कस्तो भएको अहिले त यहाँ पुरै यति धेरै थियो अहिले क्राउडेड सिचुएसन यति धेरै थियो कि पानीले अहिले पुरै भएर हामी यो जहाँ अहिले यो बोट सुरु गरेर जहाँ त्यहाँनिर पुग्छ नि त्यहाँनिरसम्म खाली त हामी ओर्लेर चढ्थ्यौँ कि बोट अहिले त यो पानी भरिएर यति माथि आएको छ भनेपछि काइन्ड अफ हल्का नर्भस पनि छु म चाहिँ होइन यो चढ्नको लागि आउनु भएन किनकि हुन्छ नि एकदमै हाई लेभलको पानी त एकदमै बढेको छ क्या तर गहिरो त अभियसली ताल हो ड्याम हो भइहाल्छ होइन तर मेन चाहिँ कस्तो भन्दाखेरि अहिले के छ चाहिँ अलिकति लगाउनु ल त्यही नै हो अब यसो घुमौँ मरौँ होइन भिडियो सिडियो हेरौँ हानौँ खाम रमाइलो त त्यही नै हो गन्त त्यही नै हो भिडियो भनेको त्यही नै हो भ्लग भनेको त्यही नै हो सो एक कुना बसेर बोयफ्रेन्डसँग कुरा गरेर अब चाहिँ खानपिन गरौँ गाइजहरू विल सी यु इन अ मिनट है त भन्छ है भन्दैन मल्ल जिन्दगी रक्स जिन्दगी रक्स आनन्द कि यहाँ न गोप्रो कस्तो बवाल देखा यहाँ गोप्रो यहाँ वाइड एंगल है ना गौर से देखिए इस चेहरे को चेहरे से मासूम दिखने वाली है अपने दोस्तों को छोड़ के फोन में लगी रहती है एन्टी लाइटमा पऱ्यो क्या अपोजिटमा रहेछ यहाँसम्म देखिन्छ मजा देखिन्छ सिनमा देखिन्छ है फुल देखिन्छ क्या यहाँ आइज भाइ सबै भोसडी भिडियो भइरहेको छ आइज यता आइज न यता ल एउटा आइफोनबाट हान्दै त आइफोन नभन्न त्यो मोबाइल हो नि कुनै इज्जत बढाउँछ मोबाइल त्यसबाट मिल्दैन भिडियो हो खुट्टा निकालौँ कि ननिकालौँ सबै निकाल्नु तल तेरो इच्छा जुन राम्रो छ त्यही गर्नु ओइ नजान बे सिनेमेटिक सर्ट दियो नि उनले
फर्स्ट टाइम बोट चढ्यो अनि म त बोट फर्स्ट टाइम चढ्यो बोट फर्स्ट म यस्तो के गरेकै छैन कि लाइफमा ओ माय गॉड हैन मैले त उतातिर नि मैले बन्जी जम्प गरेको छु भनेको तिमीहरुले त्यही हो बन्जी चाहिँ गर्नु बाँकी छ एक्लै गरे दोस्त एउटा नि हाल्नु अर्को यस्तो पाइन्छ इभन सोलो हो दोस्त हिरो मेरा गोरिया चली नेपाली गीत कुनै छैन गोरिया दीवाना हुआ दीवाना हुआ गोरिया चली तूने काटी है जोरी से काटी है वहाँ चटना रोटी मैं तुझसे रूठी हूँ मुझे बना लेना ओ जाने जा छेड़ेंगे हम तुझको लड़की तू है बड़ी उम्मा उला ला उला What's my name? What's my name? His name is Sila की किशन की जवानी वो गोल ये डालेगा ये YouTube पे डालेगा ये वायरल है ये वायरल होगा मोहनी लाग्ला है गाउँलेको बोलीले डाँडा काँडा छहराको प्रीतले ख्याल ठट्टा नगर होइन त्यो डन 2 मा शाहरुख खान आउँछ नि त्यसरी टन 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 गर्दै शाहरुख खान ओ यार त्यो दाइ टन 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 शाहरुख खानकै सुट भइरहेछ गाइस यो डन 2 को सुट भइरहेछ अगाडिबाट दोस्यो अगाडिबाट जानु पर्यो कडी गीत आयो ल क्यों आगे पीछे डोलते हो भवरों की क्यों देखते हो मुझको यूं बेसब्रों की तरह क्या मेरे दीवाने हो क्या क्या मेरे परवाने हो नहीं देखते हो मुझको नाना की नाना नहीं उसके बाद नहीं आता सो गाइस दैट वाज रियली फन मजा आयो नेक्स्ट राइड पनि आउनु पर्छ है त थ्यांक यू सो मच मा कसम अच्छु ओए नो ले लग गई लोले लग गई मेरे लोले लग गए बाय 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 नहीं दोस्त नहीं